भनेपछि अझै इन्जिनले काम दिन्छ तपाईको? नहीं नहीं त्यो सत्य। हप्तामा कति? 1 2 1 2 त अझै पनि मान्छे त टकरा दिन होइन 1 2 चाहिँ। वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियो चाहिँ है साथीहरू टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला है, मैले भन्न चाहिँ पर्दैन होला। सो आजको भिडियो चाहिँ त्यही रियाक्सनै भनौँ है, रियाक्सन जस्तो होइन रियाक्सनै भनौँ है हाम्रो बाजेको। सो भोजपुरमा हुनुहुन्छ उहाँ चाहिँ, उहाँको भिडियो चाहिँ मैले हल्का रियाक्सन गरेको छु है, र त्यो के भन्छ त्यो पत्रकारले सोध्ने तरिकाहरू पनि रियाक्सन गरेको छु। सो अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। लेट्स सी। A few moments later. 82 वर्ष बाजे तपाईँ हैन? तपाईँ हो? परिचय पछि गरौँ न। अनि नमस्ते नमस्ते। अनि के छ बाजे अहिले ठिक छ नि? घाममा पङ्खा लाएर नानीले सुतेराखेर छ, बाउ छोरा सुतिरहेर छ। होइन हुन्छ हुन्छ, म त बसिहाल्छु नि तपाईँहरू। ठिकै मलाई त अनि होइन 82 वर्ष बाजे के गर्दै हुनुहुन्छ भेटिराखौँ भनेको। म यहाँ तुर्के पुल्सोमा आएको थिएँ। ए बुढो छोराको बाउ? हजुर वरुण। तपाईँको छोरा वरुण? वरुण उसको नाम चाहिँ? वरुण। त्यहाँ होला फेसबुकमा पुरानो पनि होला। वरुण चाहिँ किन नाम राखिदिएको? वरुण त तीर्थ वरुण नदीको नाम देखिराख्नु भएको छ। नामै तीर्थको सङ्गाथी राखिदिएको। ए त्यही अपराध नगर्ने तीर्थवासी बोल्यो नि। असार 26 गते वर्ष दिन पुग्छ। यो असार 26 गते वर्ष दिन पुग्छ? हजुर। ए कमजोरी पो भइरहेछ। ए भाइरल सबैले चिन्छ? संसार सबैले चिन्छ? अमेरिका, जापान, चाइना, मलेसिया, साउदी। तपाईँको यो कति बिहे गर्नुभयो त? यो कुन श्रीमती उहाँ चाहिँ? मेरो कान्छी हो। कान्छी श्रीमती। कति बिहे तपाईँको? मेरो त 2 बिहे नै। जेठीको त मेरो 26 वटा नाति नातिनी छन्। 26 वटा नाति नातिनी? 5 वटा पलाती छन्। 5 वटा पलाती आएको छैन। मान्छे बाँच्नु मात्रै पर्छ है गाइज, हरेक चिज देख्न पाइन्छ क्या। 82 वर्षीय बाजेको चाहिँ है 26 वटा नातिहरू है। सो अहिले चाहिँ उहाँ फेरि बिहे गरेर चाहिँ एउटा 1 वर्ष पुग्न लागेको नानी पनि जन्माउनु भएको छ। अरू हेरौँ है, लेट्स सी। छोराछोरी र दुवटा। ए छोराछोरी दुवटा। श्रीमती 2टामा अहिले कान्छी? मेरो 10 सालमा बिहे गरेको। 10 सालमा। उहाँ जेठी बितेको कति वर्ष भयो? मेरो पार्मेन्ट देखाएको। नानीले के खान्छ अहिले? हामी खान्छौँ। खाना पनि खान्छ? खान्छ यतिकै। ए अङ्का लाउनुले चाहिँ यतिकै। ल यतिकै 1 वर्ष पुरा हुनु लाग्यो नि त? अब 11 12 हामी टाटा अलिक यो कमजोर होइन। तपाईँ धेरै टकडा रहेछ मान्छे। दाँत पनि उम्रिसक्यो त? 2टा उम्रियो यही महिनामा। कमजोरी भयो यति बेला, न त पल्टिन्छ यहाँबाट त झरिजान्छ। गोठालो अनि सुत्यो, राति हग्नु मुत्नु गर्दैन। मस्या सु ए भन्छ बाबा भन्छ। अनि नानी त कमजोर रहेछ त, के खुवाउनुहुन्छ? केही पनि खाएको छैन। त्यही हेल्पसकोबाट हस्पिटलमा देखाउनु भयो? यो नानीलाई देखाउनु भयो? खै दबाई। अनि के खानेकुरा अलिक कम? आमाको दुध मात्रै खान्छ है कि नानीले? होइन भात पनि खान्छ। खै उसको भिटामिन यो बाँडाकोबाट किनेर। ए यो चाहिँ भिटामिन खान्छ? उसले खान्छ? खान्छ। 1 वर्ष असार 26 भनेपछि त 1 वर्ष अब त भइसक्यो। बामी सरिने ए 26 वटा नाता नातिनी। अहिले छोराछोरीहरू कता? 5 वटा पलाती। पनाती नै 5 वटा? पनातीको पनि बिहेसक्यो? ए पलातीको हिजो खुकुरीको हेर्दा पलातीको हिजो चाहिँ 7 गते एउटा दिक्तेलमा। ए दिक्तेलमा गयो? म त गइनँ। अनि तपाईँकै अनि परिवार यहाँ त छोड्नै भएन। गोरु वस्तुहरू कति छ? अचम्म यो उमेरमा पनि तगडा हुँदो रहेछ त। यो त इतिहासमै विश्वमै रेकर्ड राख्नुभयो तपाईँले। रेकर्ड चाहिँ संसार, अमेरिका, जापान। अब 3 वर्ष बाँचे भने 1 वर्ष भइगयो। 4 वर्षमा अमेरिका जाने पासपोर्ट यहाँ होला। हेर्नु जान्दैनौँ न, फोटो फिट गर्दैछ। अनि यो
छोरालाई पनि देखाइदिएको अस्ति मनोकामना एकाउन्न माला लगाइदिएको छ त्यही दिन यस्तो भयो तपाईँ 22 वर्षको कथा गरिदिनु 22 वर्षको बिहेको कथा गर्नु त यसो यसो के भयो भने मेरो यहाँ फोटोवाला बुढी पेन्सिङवाला बुढी मेरो भत्तावाला बुढी मरेको 6 वर्षमा उसको हजुरआमा पर्ने पहिला पनि आउँथे अनि आइसकेपछि म लिनु गएको घरमै आएर त्यहीँ बसेँ हजुरबा म त हजुरआमा खस्नु भएर आएको भने सेवा गर्छु भने 1 वर्ष बसेपछि 2 वर्ष बसेपछि मेवा फलाइदिएँ त्यस्तै लेमखेम भयो अनि होइन तपाईँ अनि यो उमेरमा तगडा हुनुहुँदो रहेछ अझै काम फिस चल्छ अझै पनि चल्छ तपाईँको सोध्नु नै नै सँगै भन्नु हो भन्ने त शक्तिको कुरा पो त होइन उहाँको शारीरिक पावरको कुरा हो नि त पावरको कुरा पो त होइन हो होइन उसैलाई सोध्नु नि तपाईँले भदैनी ल्याउनु भयो होइन ऊ आफै आएको पर्दैन स्वार्थ राजी खुसी मना मुजुरीमा आउनु हो आएर म सेवा गर्छु भन्ला ख्याल गर्दा बस्छौ कता खानु सुत्नु बस्नु भन्ला बुढेसकालमा पनि सेवा गर्दा म्यावा फल्यो अपाङ्गा पो हुन्छ कि भन्ने डर लाग्यो 82 वर्षमा उसलाई खानेकुराहरू दिनु केही हुँदैन तगडै छ अलिकति खानेकुरा नपुगिराखेको उसलाई नयाँ योजना के छ त नि अझै नानीहरू हुन्छ कि अहिले यति बेला छैन बच्चा यो बियर छैन हुनु चाहिँ छैन यो हुर्किसकेपछि फेरि बच्चा पनि हुनसक्छ हुनुहोस् होइन हुर्किनु भने ट्याम भइसकेको छ तर हुँदैन रोग भनेपछि अझै इन्जिनले काम दिन्छ तपाईँको नै नै त्यो सत्य सोध्नु विश्वास चल्छ हप्तामा कति 1-2 त अझै पनि मान्छे त टगडा दिन होइन 1-2 चाहिँ चल्छ 82 वर्षमा पनि बच्चा हुँदो रहेछ हो र लजाएर चाहिँ उहाँले भन्नुभयो र हप्तामा 2 चोटि यो चाहिँ अलिकति मलाई चाहिँ लाग्यो सोध्ने प्रश्न थिएन जस्तो लाग्यो गाइज त्यही पनि है अलिकति हाँस पनि उठ्यो मलाई र आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त गाइज